Hello guys, Welcome back to our channel. so आज हामी बसन्तपुर घुम्न जाँदैछौँ। स्पेशली हामी प्रायः जस्तो बसन्तपुर गइरहेको हुन्छ, तर आज चाहिँ हामी प्लस सपिङ प्लस दिदीबहिनी चाहिँ अब के गर्छ हाम्रो डेली रुटिन देखाउनको लागि हजुरहरूलाई करुणा पूर्णिमाको आजको डे कस्तो हुनेछ हजुरहरूलाई यो देखाउन गइरहेको छौँ। हामी आज ब्लग खिच्दैछौँ, सो इन्जोय आवर ब्लग। We are heading towards bus station हैन, अनि हामी के गर्नु स्कुटी किन्न सकेको छैन। खत्तम न हिँड्नु भनेको हेल्दी चिज हो नि त, सो वकिङ इज गुड फर हेल्थ। वाइट एक्सर्साइज पनि भइरहेको छ अनि आज एकदम राम्रो दिन पनि छ। इट्स अ सनी डे। घाम ताप्नलाई पनि यसो बाहिर जान लागेको छौँ हामी है। गाडी नै छुट्यो ल, सालेको बम से उडा दूंगा ये। पहिलो गाडी नै छुट्यो, अब हामी अब नेक्स्ट गाडीको लागि कुर्दैछौँ है। हेरौँ कति टाइम लाग्छ। सो हामी फाइनली गाडीमा बसिसकेछौँ। इतिहासलाई जताउने कुमारीको मन्दिर जस्तो राख्नु भएको छ हाम्रो नेपाल सरकारद्वारा। राम्रो लागेको छ होइन। अनि यो चाहिँ काइन्ड अफ हाम्रो नेपालको विदेशी ठाउँ जस्तो पनि भन्न सकिन्छ हामीले है। इङ्गेजमेन्टमा त्यो अहिलेको हेरेको नेक्लेसहरू चाहिँ दिदीलाई लिन आउने रे हो कि। तपाईँहरू सबैलाई आमन्त्रण छ दिदीको के अरे इन्भिजिबल इङ्गेजमेन्टमा। इन्गेजमेन्टमा चाहिँ म त्यो अमेरिकन डायमन्ड जसरी पनि किन्छु। बसन्तपुरमा एन्ट्री गर्न लागेको छौँ है। अनि यहाँ विशाल बजार पनि एकदम फेमस छ। कार्यक्रमको ब्याकग्राउन्ड म्युजिकबाट प्रभावित भएर डान्स गरिरहनु भएको छ। हामी कहाँको के गर्नुपर्छ तपाईँ? आज धेरै बच्चाहरूको गुन्डेसोली भएको जस्तो छ। आई क्यान सी द्याट। मिल्कसेक यस्तो जाडोमा पनि मिल्कसेक खाइरहेको छन् किनकि कस्तो गर्मी छ है आज। यस्तो कोल्ड है, यस्तो जाडो। के बोले भाइ? काटेला के भन्नु अब यो ब्लगको बारेमा बसन्तपुरको? त्यही हो, बसन्तपुरमा सधैँ आउँदा सधैँ एउटै छ
छैन हैन पनि रमाइलो लाग्छ किनकि हाम्रो तेस्रो मामा घर भनौँ न तेस्रो मामा घर किनकि दोस्रो भने नारायणी तिर हामी चितवनको भएर होइन त्यसमा मामा घर जस्तै भइसकेको छ हैन we used to come here so रमाइलो लाग्छ के भ्लग पनि मजा आया सिस्टर किधर हो आप कम ऑन इधर हाम्रो शपिङ त भएको छ है बट अरू पनि चाहियो सो चीज थक गई मैं तो फिर से थक गई बहुत बहुत थक गए आज हामी हो मैं तो तीसरी बार थक गई अरे मैं भी थक गई सो गाइज आजको भ्लग हाम्रो यति नै रहेको छ र हजुरलाई यदि भिडियो मन परेको छ भने सेयर लाइक्स कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला र अझै राम्रो भिडियोहरू बनाउने कोसिस गर्दैछु हाम्रो सिर्फ प्रयास जारी छ नयाँहरू कन्टेन्ट ल्याउनको लागि सो टिल देन इन्जोय दिस भ्लग अनि हामीलाई एकदम सपोर्ट गरिदिनु होला अहिलेसम्म सपोर्ट हामीलाई धेरै राम्रो लाग्छ सो अझ हामीलाई अझ सपोर्ट गरिदिनु होला धन्यवाद बाई